नमस्कार साथीहरू, हाम्रो मुभी एक्सप्लेनेसन सिरिजमा तपाईलाई स्वागत छ। यदि तपाईलाई अपराध, रहस्य र थ्रिल मनपर्छ भने तपाईँ एकदमै सही ठाउँमा आउनुभएको छ। आज हामी तपाईका लागि केही उत्कृष्ट इन्भेस्टिङ र साइकोलोजिकल थ्रिल फिल्महरू लिएर आएका छौँ, जसको कथा र प्रस्तुति यति दमदार छ कि तपाईलाई अन्तिमसम्म बाँधेर राख्नेछ। यसले कुनै ढिलाइ नगरी भिडियो सुरु गरौँ र जानौँ आजका उत्कृष्ट थ्रिल फिल्महरू। तर त्यसअघि यदि तपाईँ हाम्रो भिडियो मनपर्छ भने कृपया लाइक गर्नुहोस् र हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। आजको हाम्रो 1 नम्बरको फिल्म रहेको छ अराइथ हडल। यो फिल्म एक रहस्यमय साइको किलर कथा हो जसले एकपछि अर्को हत्या गरिरहन्छ। जब पुलिस अफिसरहरूले अनुसन्धान सुरु गर्छ, उसलाई थाहा हुन्छ कि यो किलरको कुनै पहिचान नै छैन, न त फोटो, न त कुनै आइडी, न कुनै रेकर्ड। यस्तो अवस्थामा के बिना कुनै सुराग किलरलाई पक्र्न सम्भव छ? यदि ऊ सामान्य मान्छे चाहिँ समाजमा घुलमिल भएर बस्न थाल्छ भने के कसैले उसलाई चिन्न सक्ला? यो रोमाञ्चक थ्रिलरलाई एकपटक अवश्य हेर्नुहोला। त्यसैगरी नम्बर 2 को फिल्म रहेको छ मवाना। यो फिल्म एक थिएटर भेटिएको कर्मचारीको मृत शरीरबाट सुरु हुन्छ। जब पुलिस अफिसरहरूले ऋषिले अनुसन्धान सुरु गर्छ, उसलाई धेरै चकित पार्ने तथ्यहरूको सामना गर्नुपर्छ कि यो कुनै साइको किलरको काम हो वा यस हत्याको पछाडि कुनै ठुलो रहस्य लुकेको छ। उत्कृष्ट कथा र प्रस्तुति भएको यो फिल्म तपाईले अवश्य नै हेर्नुहोला। नम्बर 3 मा रहेको छ बबर द पुलिस। यो फिल्म एक इमानदार पुलिस अफिसरको कथा हो जसको साथीको हत्या हुन्छ र उसका भाइलाई दोषी बनाइन्छ। तर के ऊ साँच्चीकै दोषी हो वा उसलाई फसाइरहेको छ? के पुलिस अफिसरहरूले वास्तविक अपराधीलाई पत्ता लगाउन सक्ला र? रहस्य र एक्सनले भरिएको यो फिल्म तपाईलाई अन्तिमसम्म बाँधेर राख्नेछ, त्यसैले अवश्य नै हेर्नुहोला। त्यसैगरी नम्बर 4 मा रहेको छ थम। एक जोडी लामो यात्रामा निस्किएका बेला अचानक उनीहरूको कार बिग्रिन्छ। उनीहरू सहायता माग्न एक अपरिचित व्यक्तिसँग सम्पर्क गर्छन्, तर उनीहरूले थाहा पाउँदैनन् कि उनी जसलाई विश्वास गरिरहेका छन् ऊ एक खतरनाक साइकोप्याथ हो। अब के उनीहरू जिउँदै बाँच्न सक्नेछन्? यो रहस्यमय फिल्म हेर्न नछुटाउनुहोला। त्यसैगरी नम्बर 5 मा रहेको छ ब्याड सिमेरिटन। यो एउटा एक युवकको गल्तीले एउटा घरभित्र बन्धक बनाइएको युवतीलाई उद्धार गर्छ, तर उसले थाहा पाउँदैन कि ती युवती एक कुख्यात सिरियल किलरको शिकार थिइन्। अब त्यो युवक नै किलरको अर्को निशाना बन्छ। के ऊ बच्न सक्ला त? के पुलिस वास्तविक अपराधीलाई समात्न सक्ला त? यो फिल्म हेर्न एकदमै मजा आउनेछ, त्यसैले अवश्य नै हेर्नुहोला। त्यसैगरी हाम्रो 6औं नम्बरमा रहेको छ टेड बन्डी। यो फिल्म अमेरिकाकै सबैभन्दा कुख्यात सिरियल किलर टेड बन्डीको वास्तविक जीवनका आधारित कथा छ। टेड एक साइकोप्याथ थियो जो सडकमा एक्लो देखिने युवतीलाई फसाएर निर्ममतापूर्वक हत्या गर्थ्यो। फिल्ममा उसको अपराधको कथा निकै गहिराइमा देखाइएको छ, तर यो फिल्म निकै डरलाग्दो र हिंसात्मक पनि छ, त्यसैले हेर्नु अघि तयार रहनुहोला। त्यसैगरी हाम्रो नम्बर 7 को फिल्म रहेको छ तका। अब एक एसपी अफिसरको भाइको हत्या हुन्छ। ऊ आफै यो केसको अनुसन्धान गर्न चाल्छ, तर यस अनुसन्धानमा उसलाई अन्य धेरै रहस्यमय हत्याहरूको कडी भेटिन्छ। के ऊ वास्तविक अपराधीलाई भेट्न सक्ला त? वा यो रहस्य अझै जटिल बन्दै जान्छ? रहस्य र रोमाञ्चकता प्रेमीहरूका लागि यो फिल्म एकदम उत्कृष्ट छनौट हुनेछ। त्यसैले साथीहरू, यी उत्कृष्ट क्राइम, मिस्ट्री र थ्रिल फिल्महरू तपाईलाई कस्तो लाग्यो? यदि तपाईलाई हाम्रो भिडियो मन पर्यो भने कृपया लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोस्। हामी अर्को भिडियोमा नयाँ फिल्मका साथ फर्कनेछौँ। तबसम्म राम्ररी रहनुहोस्, सुरक्षित रहनुहोस् र रमाइलो गर्नुहोस्। आजको लागि यति नै, धन्यवाद।